a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. Whisper your name in the rush of the breeze. Love like an ocean rippling with ease. Heartbeats sink into this melody. You and I forever, wild and free. Hands collide like waves on the shore. Every touch leaves me craving more. Eyes meet, world's colors collide with you. Love's where I reside. Hello, hi guys, दर्शक नमस्ते. दिस इज मी आनन्द चौधरी फ्रम भैरवा एन्ड वेलकम ब्याक टु अनदर एपिसोड अफ ट्राभल टपिक ब्लग्स. सो आजको ब्लग्स त्यस्तो ठुलो कुरो केही छैन हैन, एउटा सानोतिनो मिनी ब्लग बनाइदिउँ भनेर मैले आँटेको छु. सो अहिले चाहिँ म आफ्नो पोखरीमा आएको थिएँ दाना छोड्नलाई र आजको मौसम हेर्ने हो भने एकदमै घमाइलो देखिएको छ र आफू चाहिँ पोखरीको आडमा बसेर सिसाको तल बसेर त्यसपछि एउटा सानोतिनो ब्लग बनाइराखेको छु. सो ब्लग बनाउँदाखेरि के हुन्छ भन्दाखेरि यसो हामीले स्क्रिप्टहरू त्यतिकै त आउँदैन हैन, अनि सानोतिनो गरेर क्लिपहरू गरेर त्यसपछि हामीले गरिन्छ. तर चाहिँ कहिले कसो के हुन्छ भन्दाखेरि बिर्सेको अवस्था हुन्छ हैन, नमिलेको अवस्था हुन्छ हैन, धेरै गाह्रो हुन्छ नि त बनाउनलाई. तर चाहिँ अब ठिकै छ हैन, आफूले प्रयास गर्ने त हो नि हैन, अनि प्रयास गर्दा गर्दै अब पछि राम्रो हुँदै जान्छ, राम्रो हुँदै बनाउँदै जाने हो. सो आजको त्यस्तो ब्लगमा के भनौँ भन्दाखेरि त्यस्तो केही छैन, जस्ट हामीले आएको हो अनि पछाडिपट्टि मेरो डब्बा यहाँ दाना राख्ने डब्बाहरू थियो हैन, त्यो लिएर आएको अनि लिएर आएर त्यसपछि अब छोडिदिने हो. सो अहिले चारैतिर हेर्ने हो भने लगभग हैन गहुँहरूको सिजन थियो र गहुँहरू सिजनको पाक्ने सिजनमा पनि धेरै मान्छेहरूले अब काटिसकेको छन्, काटेको अवस्था छ हाम्रोतिर है. तर चाहिँ अब आफ्नोतिर अब कस्तो छ अवस्था त्यो मलाई थाहा भएन, तर चाहिँ चारैतिर अवस्था भनौँ न काटिसकेको अवस्था देखिएको छ. कहीँ कतै अब थोरै हल्का फुल्का होला, तर चाहिँ भनौँ न अब छ भन्दाखेरि मैले चारैतिर दानालाई घोलेर त्यसपछि त्यसलाई चारैतिर एउटा भनौँ न डब्बाले त्यसलाई के अरे छरेको हो के हैन. हुन त दानालाई त एकै ठाउँमा राखिदिए पनि हुन्छ नि त गोला बनाएर, तर त्यसरी गरेन कि मैले चारैतिर यसरी गोला बनाएर त्यसपछि बल्ल चारैतिर के अरे छरिदिएछु. हो त्यसरी गरिदियो भने चारैतिरको माछाहरू के अरे दानाहरू पाउँछन्, खान्छन् हैन, अनि ठुलो छिटो हुन्छन् भन्ने मेरो सोचाइ हो. के अरे अब इनफ्याक्टली अब इन्डाइरेक्टली भनौँ न साइन्टिफिकली अब के हो त्यो मलाई थाहा छैन. सो इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि यतातिर सानो झोपडी हैन, त्यसपछि यतातिर पोखरीहरू 2-3टा पोखरीहरू छ. अनि तपाईँहरूले मैले एउटा बोर पनि देखाउँछु. मेरो पोखरीको नजिकै एउटा बोर पनि छ. अनि त्यहाँ पानी कतिको आइरहेछ है, पानी कतिको आइरहेछ म यहाँ त्यहाँ देखाउँछु. यहाँ रहेको छ यो रहेछ नि यो बोर. अब यसलाई म खोल्छु, पानी खान्छु, पानी खाएर त्यसपछि बल्ल घरतिर जाने हो. एक हातले खोल्नै मिले छैन. आइया सुन्नु यतिको पानी, बाप रे 2 घन्टा जति पानी खस्दियो भने त पोखरी नै भर्छ होला. यत्रो बुझ आइरहेको छ. यसरी खसिरहेको छ पानी हैन. र अहिलेको पानी हेर्नु त यत्रो पानी, यो सबै पानी जति पानी खस्छ नि यो पोखरीमा जान्छ क्या. आदमी घुम्छु
यतातिर रोप्नु भएको छ। के रोप्नु भएको छ? भिन्डीहरू। सो एक्लैको मेहनत रहेको छ बुवाको। हामीले यसमा केही हात लगाएको छैन। सो एक्लै सबै गर्नुभएको छ। सो त्यसको लागि अब भनौँ न धन्यवाद दिनु पऱ्यो र अब चाहिँ अब यतिखेर यो ब्लग सकिसकेपछि अब घरतिर फर्किँदैछु। सो घरतिर पर्खिने के अरे जाने क्रममा अब तपाईँहरूलाई त्यस्तो त केही छैन। आगामी दिनहरूमा पनि यस्तै खालको नयाँ ब्लगहरू बनाउने छु। सो थ्याङ्क्स फर वाचिङ, ह्याभ अ गुड डे, बाई।